यार सम्पूर्णमा नमस्कार। म जयबहादुर सिंह जाजरकोटदेखि। यहाँहरूसँग सधैँ म सकारात्मक कुराहरू गर्ने गरिरहेको हुन्छु। पक्कै यहाँहरू धेरै साथ दिनुभएको छ सुनेर। आज म फरक विषयवस्तुसँग रहेर यहाँहरूसँग केही कुराहरू राख्न जमर्को गरेको छु। पक्कै पनि यहाँहरूले सुनेर साथ दिनुहुनेछ। जुन नेपालमा 3 दशकभन्दा लामो इतिहास बोकेको लघुवित्त कार्यक्रम, यसलाई मैले हेर्ने दृष्टिकोण यहाँहरूलाई दुईटा प्रकारको हुन जरुरी छ। एउटा समाजशास्त्रीय दृष्टिकोण, अर्को अर्थशास्त्रीय दृष्टिकोण। यो दुईटा दृष्टिकोणबाट हामीले हेऱ्यौँ भने पक्कै पनि लघुवित्त यो रहेछ भन्ने हामीले बुझ्छौँ। समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा लघुवित्तलाई धेरैले वित्तीय संस्थाको रूपमा मात्र चिन्ने या जान्ने गर्नुभएको छ। तर समाजशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने एउटा यो महान सामाजिक क्रान्ति पनि हो है। जुन परम्परागत रूपमा शक्ति र पुँजीको पहुँचबाट टाढा रहेका सीमाकृत समुदाय, विशेष गरी महिला दिदीबहिनीहरूलाई लघुवित्त कार्यक्रमले समूहमा आबद्ध गरायो। यसले समाजमा सोसियल क्यापिटल निर्माण गर्यो है। हिजो घरभित्र मात्रै सीमित महिला दिदीबहिनीहरू आज सामूहिक निर्णय लिने, नेतृत्व गर्ने, सामाजिक समस्याहरूका बारेमा बहस गर्ने हुनुभएको छ। यो केवल ऋणको विस्तार मात्र होइन, यो त समाजको संरचनामा आएको मनोवैज्ञानिक र व्यवहारिक परिवर्तन पनि हो। लघुवित्तले जनतालाई सक्रिय आर्थिक इकाइको रूपमा पनि रूपान्तरण गरेको छ, जुन यसको सबैभन्दा ठुलो समाजशास्त्रीय योगदान पनि हो। अब अर्को अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा जब हामी यसको अर्थशास्त्रका कुरा गर्छौँ, लघुवित्तले परम्परागत ब्याङ्किङको जुन कोल्याप्टर धितो सम्बन्धी भाष्यलाई चुनौती दियो। यसले सम्पत्ति होइन मित्रहरू, यसले इमानलाई पुँजीमा रूपान्तरण गर्यो है। जुन अर्थशास्त्रीय महत्त्वका विषय मैले 3टा कुरामा हेर्ने गरिरहेको छु। एउटा पुँजीको लोकतान्त्रिकरण है, वित्तीय पहुँच नपुगेकाहरूको लागि पुँजीको ढोका खोलिदियो एक। अर्को मिटर ब्याजीको विस्थापन, साहु महाजनको अनौपचारिक र शोषक बजारलाई संस्थागत बजारले प्रतिस्थापना गर्यो है। अर्को सूक्ष्म उद्यमशीलता, सानो पुँजीको परिचालनबाट स्थानीय स्तरमा रोजगारी उत्पादनको चक्र सुरु गर्यो है। वास्तवमा यो गाउँको सानो बचतलाई राष्ट्रिय अर्थतन्त्रको मूलधारमा जोड्ने एउटा ब्रिजको काम गर्यो कसले? लघुवित्त कार्यक्रमले हो। अहिले यो कार्यक्रममा केही समस्याहरू, केही चुनौतीहरू पक्कै देखेका छन्, तर समस्या सिद्धान्तमा होइन, अभ्यासमा मात्र हो। लघुवित्तको अर्थशास्त्रलाई साँच्चीकै प्रविधि र नैतिकतासँग जोड्न आवश्यक छ। तर यसले निर्माण गरेको सामाजिक संरचनालाई जोगाउन झनै आवश्यक छ। यदि लघुवित्तलाई सही ढङ्गले व्यवस्थित गर्न सक्यो भने यो केवल गरिबी निवारण माध्यम मात्र होइन, यो ग्रामीण अर्थशास्त्रले समृद्धिको बलियो मेरुदण्ड पनि बन्नेछ अझ थप है। त्यसैले यसलाई विस्थापन होइन, यसलाई विरोध होइन, यसलाई यो कार्यक्रमलाई सकारात्मक ढङ्गले सोच्ने गरौँ र यसको 3 दशक लामो इतिहासलाई बुझ्ने गरौँ। यसको सामाजिक उत्तरदायित्व कार्यक्रमहरू जुन समाजमा गरेका योगदानको विषयमा बुझ्ने गरौँ। देशमा आर्थिक यो क्रान्ति, जुन ग्रामीण क्षेत्रमा आर्थिक क्रान्ति ल्याएर ग्रामीण समाजमा रहेका जुन विपन्न वर्गलाई जुन त्यो धरातलबाट माथि उकास्नको लागि गरेको योगदानलाई बुझ्ने गरौँ। र त्यो बुझ्यो भने पक्कै पनि हामी समाजशास्त्र र अर्थशास्त्रको दृष्टिकोणलाई बुझ्ने गऱ्यौँ भने पक्कै पनि वास्तवमा लघुवित्त कार्यक्रम यो रहेछ भन्ने हामीले बुझ्न सक्छौँ। धन्यवाद।